हेलो साथीहरू, वेलकम माई न्यू भ्लग। हजुरलाई स्वागत छ मेरो न्यू भ्लगमा। म 4-5 दिन पश्चात फेरि पनि तपाईँहरूमाझ जोडिएको छु र आजको यो एउटा भिडियो तपाईँहरूमाझ राख्ने अनुमति चाहन्छु। हेर्नुहोस्, यो मेची खोलाको दृश्य हो। हामी सधैँ नक्सल जाने क्रममा आज खोला हल्का बढेको कारणले गर्दा यहाँ हामी वरिपरिका यो सबै मेरा काका भतिजो बडाबाहरू हुनुहुन्छ। यहाँ चाहिँ एक्कासी एउटा साइकल लडेको कारणले गर्दा हामी यहाँ यसरी पुग्यौँ र हामी लड्दै पढ्दै क्रममा हामी एकदम नक्सल पुग्यौँ। नक्सल पुगेको क्रममा हामी यहाँ सम्पूर्ण मेरा दाइहरू काकाहरू हुनुहुन्छ र हामी यहाँ सब्जी बेच्नुतिर लाग्यौँ। सब्जी बेच्ने क्रममा एकदम गर्मी भइरहेको थियो र म चाहिँ एउटा छोटो भिडियो बनाऊँ भन्ने उद्देश्यले म चाहिँ आफ्नो भिडियो बनाउन थालेर यहाँ हेर्नुहोस् न, काकाले मेरो दाइले यो केलाको बुङ्गा भन्छ, यो चाहिँ एकदम इन्डियाको चाहिँ एकदम राम्रो सब्जीमा पर्दो रहेछ। यहाँ हेर्नुहोस्, दाजुहरू यहाँ काकाहरू सबै हुनुहुन्छ र यसै गरी हामी पनि यो छोटो भिडियो यो एउटा घर जाने क्रममा एउटा बनाएको भिडियो हो। उहाँ चाहिँ मेरो एकदम बुढाबा, उहाँ चाहिँ निकै वर्षको उमेरमा पनि आफ्नो कार्यलाई अगाडि बढाइरहनु भएको छ र यसै गरी हामी हाम्रो घर आउने गाडी चाहिँ यस्तो हो, यो सिटी भन्छ। यहाँ हामी सधैँ हाम्रो आलाम दाइलाई सधैँ आलाम दाइसँग आउँछौँ र हामी यहाँ हेर्नु मिठाई पसलमा एउटा मिठाई किन्ने उद्देश्यले हामी मिठाई किन्यौँ र हामी आफ्नो घरतर्फ फेरि प्रस्थान गऱ्यौँ। र आज चाहिँ एक्कासी बेलुकाखेरि टाइम घर फर्किने क्रममा पानी परेको कारणले गर्दा म चाहिँ हेर्नुहोस् न, एउटा गाडीमा चढ्दा पनि रेनकोट लाएर चढेको छु र आजको वातावरण हेर्नुहोस् न, घाम पानी भइरहेको थियो, कतै कतै गर्मी र कतै कतै शीतल पनि महसुस भइरहेको थियो। यसै गरी हामी घर फर्किरह्यौँ र वातावरण त एकदम हरियो भइरहेको थियो र मेरो चाहिँ आज कपडा पनि सबै भिजिसकेको थियो र पनि म चाहिँ यहाँ सुतेर आइदिएँ। उहाँ दाइहरू हुन्छ, दाइहरूसँग केही गफ गर्दै उहाँ दाइ चाहिँ एकदम हल्का चिया खाएको कारणले गर्दा उहाँ अलिकति धेरै बोल्दै हुनुहुन्थ्यो र उहाँलाई मैले पनि अलिकति केही शब्दहरू सोधेँ र उहाँले आफ्नो तर्फबाट राम्रो उत्तर दिनुभयो। र यसै गरी हामी आउँदै क्रममा एउटा भाइलाई मैले पनि भेटेँ। भाइ पनि मेजीनगरतिरै पढ्दो रहेछ र उहाँलाई पनि हामीले बाटोमा भेटेर रिसिभ गर्दै आयौँ र आज यस्तै भयो। हेर्नुहोस् न, बाटोको कारणले गर्दा पानी पनि परिरहेको थियो। यो चाहिँ हाम्रो निन्दा सिरान अर्थात् यो झोलुङ्गे पुल अलिक मास्तिरको दृश्य हो। हेर्नुहोस् न, पानी परेको गर्दा आज एकदम शीतल त शीतल भयो, तर अलिकति भिजेको कारणले गर्दाखेरि चिसो लाग्ने सम्भावना धेरै बढेको छ। र यो भिडियो चाहिँ हजुरहरूमाझ मैले यति राख्न चाहन्छु। र किन हो भने म चाहिँ भर्खरै भिडियो बनाउन थालेको छु। मेरो बोली वचनमा केही कमी कमजोरी भयो भने हजुरहरूले यसलाई राम्रोसँग हेरेर प्रतिक्रिया दिनुहोला। नराम्रो कमेन्ट कसैले पनि नगरिदिनु होला र कमेन्ट, लाइक, सब्सक्राइब गरिदिनु होला। हस् त, धन्यवाद। डन।